फाइनल्ली हेलो साथीहरू, फाइनल्ली बेलौती पाक्यो। देख्न सक्नुहुन्छ बेलौतीको साइज एकदम ठुल्ठुलो भएको छ। मैले चाहिँ वैशाख 18 गते भिडियो बनाएको थिएँ, त्यो ग्रेडिङ गरेको त्यो बेलौती साइजमा ल्याउनको लागि थुप्रो फलेको थियो। त्यो चाहिँ वैशाख 18 गते ग्रेडिङ गरिएको थियो र आज साउन आज 8 गते देख्न सक्नुहुन्छ बेलौतीको साइज यो करिब 300 ग्रामसम्म होला, 300 साढे 300। र बेलौती एकदम राम्रो भएको छ है साथीहरू, हेर्न सक्नुहुन्छ के दामी छ क्या। यो चाहिँ ग्रेडिङ गर्दा गर्दै पनि अझै धेरै भयो, यो धामी नसक्नु भएको छ यो बिरुवालाई। हाँगा हेर्नु न, पुरै झुकेको छ कि यो, यता पहिला झुकेको थियो, यो बाँस सपोर्ट दिएको थिएँ। अनि बेलौती चाहिँ अहिले सबै लगभग पाक्न लागेको छ कि यस्तो भएको छ। यो साइज ठुल्ठुलो भएर लोड बढी भएको छ र यो चाहिँ एकदम पाकिसकेको छ यो। अनि यो 3-4वटा यो चाहिँ टिप्नुपर्छ अब साथीहरू। यो चाहिँ लगाएको 1 वर्ष लगभग पुग्दै फलेर पनि पाकिसक्यो। यहाँ लगभग 3-4 किलो होला बोटमा, अझ बढी होला, थुप्रो छ, 25-30वटा दाना छ। ल साथीहरू फाइनल्ली बेलौती टिप्यो। ल फाइनल्ली 2टा मात्रै टिपेको छु, अरू चाहिँ अझै पाकेपछि टिप्छु है साथीहरू। ल साथीहरू फाइनल्ली बेलौती पनि खाइयो। बेलौती चाहिँ एकदम दामी छ।